So he was very close getting this job होइन, तर अनफर्चुनेटली इन्टरभ्युअरले चाहिँ ड्रप गरिदिएको छ। सो यो सर्ट भिडियो बनाइदिनुको कारण चाहिँ हल्का आइडिया होस् सबैजनालाई जब हन्ट गरिरहेकोलाई। मेरो अहिलेको करेन्ट पिडी स्टुडेन्टले चाहिँ काम गर्नुभएको छैन पास्टमा होइन, तर हि हेभ स्टार्टेड हन्टिङ डाउन। सो हामीले हन्ट डाउन गर्न थाल्यौँ र लर्न गरिरहेको छौँ प्यारलली सँगसँगै वान अन वान होइन। अब फोन इन्टरभ्यू पास गरेर हि वेन्ट फर द फेस टु फेस इन्टरभ्यू, लेभल 1 सपोर्टको रोल थियो र फोनबाट पास गर्नु भनेको हि डिड गुड, द्याट्स वाइ हि वाज इन्भाइटेड होइन। त्यो चाहिँ हामीले थाहा पाउनुपर्छ। र सेकेन्ड फेज फेस टु फेसमा चाहिँ उसले एउटा क्वेसनमा दुईवटा क्वेसन जति बिगाऱ्यो होइन, जुन चाहिँ हामी फर्दर डिस्कस गऱ्यौँ वाट कुड बी द एन्सर भन्ने कुरा। म यो क्लियरली भन्न चाहन्छु, फर एनी काइन्ड अफ इन्टरभ्यू क्वेसन देयर इज नो रङ एन्ड राइट टु सधैँ भन्ने हुन्छ भन्ने हुँदैन होइन। होला रङ राइट भन्ने कुरा क्याटेगोरी आउँछ, तर ट्राई टु ब्रेक डाउन द क्वेसन्स है, त्यो हो मेन कुरा हाम्रो ट्रिक भनेको। यदि वर्किङ प्रोफेसनल हो भने दे विल ट्राई टु लाइक के भन्छ त्यसलाई स्ट्रिमलाइन गर्न खोज्छ एक्ज्याक्टली के प्रब्लम हुन्छ। जस्तै एउटा क्वेसन थियो, युजर्स इन्टरनेट इज नट वर्किङ अनि वाट काइन्ड अफ टुल्स यु आर गोइङ टु युज एन्ड हाउ यु आर गोइङ टु ट्रबल सुट होइन। सो यो एकदम बेसिक एकदम ट्रिकी क्वेसन पनि हो, धेरैलाई यो सोध्या हुन्छ होइन। अब यसमा धेरै कुराहरू हामी गर्न सक्छौँ होइन। अब जस्तै इन्टरनेट काम नगरेको केसेसमा डु यु वान्ट मी टु स्टिक इनसाइड द ल्यान्ड साइड होइन। अब जस्तै भित्रपट्टि मात्रै आइपी नआएको केसहरूको कुरा गर्ने हो कि, अथवा होइन इन्टरनेट इन्टरनल सबै ठिक छ फर्दर इन्टरनेटै नचलायो भन्ने हो भने के कुराहरू गर्न सकिन्छ भन्ने कुराहरू हो होइन। अब उसले टुल्सहरू मागेको छ भने मेबी कमन फ्रम वान अफ द बेस्ट वे टु स्टार्ट विथ हामीले भन्न सक्नु पऱ्यो म आइपी कन्फिग गरेर हेर्छु मेरो आइपीहरू पाएको छ कि छैन। म त्यसपछि गेटवे पिङ गरेर हेर्छु, गेटवे पिङ छ ठिक छ भने म गुगल पिङ गरेर हेर्छु, गुगल पिङ गरेर पनि ठिक छ भने त्यसपछि म ट्रेसरहरू पनि गरेर हेर्छु इनकेस समवेयर गएर प्रब्लम भएको छ कि होइन भने डेफिनेटली एउटा बेसिक एउटा ब्राउजरमा प्रब्लम हुनसक्छ, अर्को ब्राउजरमा हेर्न सक्छु, अथवा बेसिक धेरै कुराहरू हुन्छ नि त होइन। सो त्यो टन्नै कुराहरूमा चाहिँ स्ट्रिमलाइन गर्न खोज्ने ताकि आफ्नो एन्सर्सहरू चाहिँ स्पेसिफिक होस्। त्यो भनेको चाहिँ के हुन्छ त, यस हि इज अ वर्किङ प्रोफेसनल हो होइन भन्ने कुराहरू चाहिँ डिटरमाइन गर्छ है। द्याट्स वाइ हामीले चाहिँ धेरै स्पेसिफिक एकदमै खतरा भन्नुपर्छ होइन, स्टिक टु हाम्रो नर्मल युजरले गर्ने भन्दा एक स्टेप दुई स्टेप चाहिँ माथि हुनु पऱ्यो। सो यो क्वेसन एउटा थियो अनि अर्को क्वेसन डिएनएसको बारेमा सोधेको थियो। डिएनएसको बारेमा सोध्दै गर्दाखेरि हामीले सर्ट फर्मको फुल फर्म डोमेन नेम सिस्टम भन्ने होइन क्या, हामीले वाट इट इज एन्ड के काम गर्छ भन्ने कुरा। अनि अर्को झट्ट के याद आयो भने मलाई यो इन्टरनेटको कुरा त्यो भयो, सायद आउटलुकको पनि कुरा भएको थियो कि आइएम नट टु स्योर, तर यस म धेरै लामो भिडियो बनाउन चाहन्न। सो यस दिज आर द थिङ वी हेभ टु focus on while we are hunting down the job. Good luck for your